एल क्लासिको गेम मुम्बई इन्डियन्स भर्सेस चेन्नई सुपर किङ। मुम्बई इन्डियन्सको होम ग्राउन्ड वानखेडेमा हुने यो गेममा कसले बाजी मार्छ होला त? कुन चाहिँ बलियो छ त? आउनुहोस् आजको यो भिडियोमा चर्चा गरौँ। विगतका 5 म्याचको स्ट्याक्स हेर्ने हो भने चेन्नई सुपर किङ धेरै नै हाबी भएको हामीले देखिरहेका छौँ। 5वटामा 5वटै गेम जितेको चेन्नई सुपर किङ धेरै नै कन्फिडेन्ट पक्कै पनि हुनेछ मुम्बई इन्डियन्सको अगाडि। तर यो टुर्नामेन्ट 2025 को टाटा आइपिएलमा चेन्नई सुपर किङ त्यस्तो स्ट्रङ टिम भने छैन। उसले अझै पनि आफ्नो ब्याटिङ अर्डरमा केही वर्क गरिरहेको छ। उसले कहिले कसलाई माथि खेलाउँछ, कहिले कसलाई तल गराउँछ, कहिले कसलाई ड्रप गरिरहेको छ। उसले आफ्नो कम्बिनेसन नै अझै राम्रोसँग भेटाएको छैन चेन्नई सुपर किङले, किनकि 10 नम्बरमा छ बटम अफ द टेबलबाट। अहिले मुम्बई इन्डियन्सलाई यदि जितेन भने उसलाई यो टाटा आइपिएल 2025 उसको लागि बाई पक्कै पनि हुनेछ, किनकि अबको 7वटा म्याचमा 7वटै म्याच जित्नुपर्ने दबाब हुन्छ चेन्नई सुपर किङलाई। पक्कै पनि त्यो सजिलो भने अवश्य नै हुँदैन। भने मुम्बई इन्डियन्सले सुरुका 5 म्याचमा 4वटा गेम हारेको थियो। 4वटा गेम हारेको मुम्बई इन्डियन्सले पछिल्लो 2वटा गेम जितेर 6 पोइन्ट्सका साथ 7औं स्थानमा उक्लिएको छ। भने उसको त्यो निस्किने प्रक्रिया के प्लेअफसम्म पुग्ला त? के मुम्बई इन्डियन्सले प्लेअफमा जग्गा बनाउला त? किनकि पहिलेका धेरै टुर्नामेन्टहरूमा बाउन्स ब्याक गरेको मुम्बई इन्डियन्सले धेरैचोटि देखिएको छ। किनकि सुरुमा 2-4वटा म्याच हार्ने अनि पछि बाउन्स ब्याक गर्ने मुम्बई इन्डियन्सले टुर्नामेन्ट पनि धेरैचोटि जितेको थियो। भने मुम्बईको लागि यो कुनै नौलो विषय चाहिँ अवश्य पनि होइन। हजुरहरू हेर्दै हुनुहुन्छ क्रिकेट गफेत भण्डारी बाजे। अब कुरा गरौँ आजको म्याचको कसले जित्छ त? यो म्याच पक्कै पनि मुम्बई इन्डियन्सकै हाबी भने अवश्य हुनेछ, किनकि आफ्नो होम ग्राउन्ड, होम एडभान्टेज अनि उसको ब्याटिङ फर्म अत्यन्तै राम्रो छ। रोहित शर्माले पछिल्लो इनिङमा केही क्यामियो अवश्य पनि खेलेका थिए। टचमा थिए, एकदम अनलक्की आउट भन्नुपर्छ। उनको टच यदि राम्रोसँग लाग्यो भने मुम्बई इन्डियन्सलाई पक्कै पनि रोक्न चाहिँ कसैले सक्नेवाला छैन। चेन्नई सुपर किङलाई भने अवश्य पनि गाह्रो हुनेवाला छ। किन गाह्रो हुनेवाला छ भने उसका ऋतुराज गायकवाड रुल आउट भएका छन्। ऋतुराज गायकवाड रुल आउट भएपछि उसको ब्याटिङमा डेप्थ हुँदैन। ब्याटिङमा अलिकति कमजोर भने अवश्य पनि हुनेछ चेन्नई सुपर किङ, किनकि क्याप्टेन जब आउट हुन्छ तब टिमलाई नै धेरै प्रेसर पर्छ। एमएस धोनीले कमान सम्हालेका छन् चेन्नई सुपर किङको। एमएस धोनीले कमान सम्हालेको सुपर किङलाई के सुपर किङ जसरी खेलाउने छन् त अब हामीले हेर्नु बाँकी नै छ। वानखेडेको त्यो स्टेडियममा के धोनीको जादु चल्छ त? हजुरहरूलाई के लाग्छ? कुन टिमले जिते हुन्थ्यो जस्तो लाग्छ? हजुरहरूलाई कमेन्ट गर्न नबिर्सिनु होला। हजुर कुन टिमको फ्यान हुनुहुन्छ? आइपिएल कसले जिते हुन्थ्यो जस्तो लाग्छ? कृपया त्यो पनि कमेन्ट गर्न नबिर्सिनु होला। भोलि निकै नै रोचक म्याचअप हुँदैछन्, जस्तै रोहित शर्मा भर्सेस खलिल अहमद। लेफ्ट आर्म क्विक बलर रोहित शर्माको लागि एकदमै दिक्कतको विषय हो। भने चेन्नई सुपर किङका टप अर्डर ब्याट्सम्यान भर्सेस दीपक चहर, किनकि मुम्बई इन्डियन्सले दीपक चहरलाई चेन्नई सुपर किङबाट नै तानेको थियो। दीपक चहरलाई चेन्नई सुपर किङको कमजोरी पक्ष पनि थाहा छ, उनीहरूको स्ट्रङ पोइन्ट पनि थाहा छ। सो कारणले उनीहरू दुईटाको म्याचअप चाहिँ भोलिको म्याचमा धेरै नै इन्ट्रेस्टिङ हुनेवाला छ। भोलिको म्याचमा वाचआउट प्लेयरमा मैले राखेको छु रोहित शर्मालाई, किनकि वानखेडेको स्टेडियममा उनले कसरी खेल्छन् र आफ्नो स्ट्याक्सलाई केही परिवर्तन गर्छन् कि अलिकति रणनीति परिवर्तन गरेर अलिकति इनिङ बनाएर खेल्ने सम्भावना बोक्छन् कि के गर्छन् त? भने सूर्यकुमार यादव। उनलाई वानखेडेको स्टेडियम धेरै नै मनपर्छ। वानखेडेको क्राउड उनलाई मनपर्छ, वानखेडेको पिच उनलाई मनपर्छ। पटका पिचमा भोलि के 360 पारी हामीले पक्कै पनि हेर्न सक्छौँ। भने चेन्नई सुपर किङको लागि पटका पिचमा शिवम दुबेको लागि मौका हुनसक्छ, किनकि उसले भोलिको म्याचमा चेन्नई सुपर किङलाई यदि जिताउने हो भने शिवम दुबे धेरै नै राम्रो खेल्नुपर्ने आवश्यकता हुन्छ, किनकि विस्फोटक ब्याट्सम्यान भनेको चेन्नई सुपर किङको लागि कि एमएस धोनी हुन् कि शिवम दुबे हुन्। दुवैजना चलेनन् भने चेन्नई सुपर किङलाई पक्कै पनि धेरै गाह्रो चाहिँ अवश्य हुनेवाला छ। ब्याटिङ पिच भएको कारणले भोलिको गेम टसमा पनि धेरै डिपेन्ड हुनेवाला छ, किनकि जसले टस जित्छ उसले पहिला फिल्डिङ गर्नेछ। फिल्डिङ गरेर उसले अपोनेन्टको दिएको टार्गेटलाई सजिलैसँग भेटाउन सक्ने चेष्टा गर्नेछ, किनकि वानखेडेको पिच धेरै नै ब्याट्सम्यानलाई मद्दत मिल्छ। सुरुमा अलिअलि फास्ट बलरलाई मद्दत मिले पनि पछि चाहिँ पक्कै पनि ब्याट्सम्यानको हाबी हुन्छ। जब ब्याट्सम्यान सेट हुन्छ तब वानखेडेको स्टेडियममा एक्लै म्याच जिताएका हामीले धेरैचोटि देखेका छौँ। अब पालो प्रिडिक्सनको। भोलिको म्याच मेरो नजरमा चेन्नई सुपर किङलाई मुम्बई इन्डियन्सले धक्का दिनेछ। मुम्बई इन्डियन्स 2 पोइन्ट्स आफ्नो यहाँबाट सेक्युर गर्नेछ र 5-0 को त्यो अन्तरलाई 5-1 बनाएर चेन्नई सुपर किङलाई आफ्नो घर फर्काउनेछ र चेन्नई सुपर किङ भोलिको म्याचमा पनि हार बेहोर्नेछ भन्नेमा मैले
विश्वस्त छु। हजुरहरूलाई के लाग्छ कुन टिमले जित्छ, कुन टिमको बढी ब्यालेन्स देख्नुहुन्छ, कुन टिमको ब्याटिङ बढी राम्रो देख्नुहुन्छ, कुन टिमको बोलिङ राम्रो देख्नुहुन्छ, कृपया कमेन्ट गर्न नबिर्सिनु होला। कहाँबाट हेर्दै हुनुहुन्छ कृपया कमेन्ट गर्न नबिर्सिनु होला भने सब्स्क्राइब गर्न त झन् बिर्सदै नबिर्सिनु होला है त। नमस्ते, जय क्रिकेट।